नमस्कार। यतिखेर विद्युतीय सञ्चार माध्यमबाट म एसएलसी स्तरको विद्यार्थीहरूका लागि विवेचनात्मक उत्तरका लागि अत्यन्त महत्त्वपूर्ण जय भोलि निबन्धबाट विवेचनात्मक उत्तरका लागि सामग्रीहरू प्रस्तुत गर्न लागिरहेको छु। सर्वप्रथम त विद्युतीय सञ्चार माध्यमबाट युट्युबमा रहनुभएका सम्पूर्ण विद्यार्थी महानुभावहरूलाई म हार्दिक स्वागत गर्दछु। एसएलसी स्तरको विवेचनाका लागि तीनवटा प्रश्नहरू, तीनवटा पाठहरू साह्रै महत्त्वपूर्ण हुने गर्छन्। एक जय भोलि, दोस्रो को क्रममा छ नेल्सन मण्डेला र त्यस्तै गरी सुप्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीको कर्तव्य कथा महत्त्वपूर्ण तीनवटा पाठहरू रहेका छन्। को पाठ 3 मा जय भोलि निबन्धका बारेमा म विवेचनात्मक उत्तरका लागि सामग्रीहरू प्रस्तुत गर्न लागिरहेको छु। जय भोलि निबन्ध सुप्रसिद्ध नेपालका हास्यव्यङ्ग्यकार भैरव अर्यालद्वारा रचित एक उत्कृष्ट निबन्ध हो। उनको जन्म विक्रम सम्वत 1993 सालमा भएको थियो र त्यस्तै गरी उनको मृत्यु 2033 सालमा हुन गयो। हास्यव्यङ्ग्यको क्षेत्रमा उनी नेपाली भाषा साहित्य जगतका महापुरुष नै मानिन्छन्। उनका हास्यव्यङ्ग्य निबन्ध राउकोटी, जय भुँडी, गलबन्दी, इतिश्री, 10 अवतार आदि उनका सुप्रसिद्ध हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रहहरू हुन्। समाजका कुप्रवृत्ति र कुरीतिहरूमाथि भण्डाफोर गर्न उनी आफ्ना निबन्ध सङ्ग्रह मार्फत आफ्ना विचारहरू राख्न खप्पिस छन्। आजका मानिसहरू स्वार्थी र बर्बर तथा अव्यवस्थित समाजका विकृतिहरूलाई पर्दाफास गर्न उनी आफ्ना निबन्धहरू मार्फत प्रस्तुत हुने गर्छन्। उनका शैली मिठो शैलीमा प्रस्तुति उनको हरेक निबन्धमा रहने गर्छ। च्वास्स मुटु बिज्ने शैली र तीखो व्यङ्ग्य बाँड्नै उनको प्रमुख विषय हो। यस जय भोलि निबन्धमा विविध विषयहरूलाई केलाउने काम भैरव अर्यालले गरेका छन्। विशेष गरेर एकतन्त्रीय हुकुमी राणा शासनको समयमा आगोको सन्दर्भलाई यहाँ अघि सारिएको छ। हुन त जय भोलि भोलिवाद कहिलेदेखि उत्पन्न भयो भन्ने कुरामा भैरव अर्याल पनि यकिनमा छैनन्। धेरै धेरै अघिदेखि यो चलन चलेको उनले बताएका छन् र आगोको सन्दर्भमा त्यतिखेर दमकल बोलाउनका लागि श्रीतिर महाराज समक्ष पुग्नु पर्दाखेरिमा 3 महिना 3 दिन लागेको र प्रशासनिक संयन्त्रहरू कमजोर रहेको र आगोले यता 3 महिना 3 दिन भनेर निभाउन ध्वस्त नगर्ने होइन। त्यो सन्दर्भ एउटा प्रशासनिक कमजोरी, प्रशासकति गैर जिम्मेवार छ भन्ने कुरालाई उनले सुरुमै उठान गरेका छन् र यसरी 3 महिना 3 दिन लाग्ने जुन प्रशासनिक दुर्बल पक्ष छ त्यसलाई उनले भोलि भन्ने प्रवृत्तिमाथि व्यङ्ग्य प्रहार गर्दै उदाहरणस्वरूप त्यो प्रसङ्गलाई उनले उठान गरेका छन्। र त्यस्तै गरी टेलिफोनको सन्दर्भ पनि निबन्धकारले प्रस्तुत गरेका छन्। टेलिफोन अत्याधुनिक सुविधा जसबाट तुरुन्त काम हुनमा प्रमुख भूमिका खेल्नुपर्ने टेलिफोन सेवालाई पनि भोलिवादले छोएको र टेलिफोन बिग्रिएको भन्दा साथै अब सञ्चार क्षेत्रबाट नबन्ने आदि इत्यादि प्रसङ्गलाई यहाँ छ। टेलिफोन जस्तो संवेदनशील विषयमा पनि भोलिवाद त्यहाँका कर्मचारीहरूमा व्याप्त रहेको प्रसङ्ग, एउटा महिलाको हिक्का छुट्ने व्यथाको सन्दर्भमा, रोगको सन्दर्भमा तुरुन्त अस्पतालमा सम्पर्क कायम गरेर दमकल ल्याउने प्रसङ्गमा टेलिफोन सेवा अव्यवस्थित रहेको उनले औँल्याएका छन्।
यो हुनु हुँदैन भन्ने उनको नीतिगत सन्देश हो। र त्यस्तै गरी बिरामीको स्वास्थ्यसँग सरोकार राख्ने एम्बुलेन्स सेवा पनि बिग्रेको हालतमा रहेको र अब ब्रेक पनि नबनिसकेको, भोलि बनिसक्छ भन्ने किसिमको कर्मचारीहरूबाट ती कुराहरू उजागर गरेका छन्। र जुन स्वास्थ्य क्षेत्र अति गम्भीर र संवेदनशील विषयमा पनि ठुलै लाभाही र भोलिवाद व्याप्त रहेको कुरालाई उनले औँल्याएका छन्। त्यो हुनु हुँदैन भन्ने उनको नीतिगत सन्देश हो। र त्यस्तै गरी लेखक सिंहदरबारलाई भोलि दरबार भन्ने प्रसाएका छन्। त्यो उठाउनुको कारण कुनै पनि काम नागरिकहरूले लिएर जाँदाखेरिमा भोलि भन्ने, झुलाउने आदि इत्यादि प्रवृत्तिहरू रहेको कारणले गर्दाखेरिमा सिंहदरबार नभइकन त्यो भोलि दरबार हो भन्ने कुराको उनले व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेका छन्। र त्यस्तै गरी अब सिंहदरबार होस् स्यालदरबार होस्, भोलिवाद नभएको ठाउँ पाउनु, प्याज नखाने बाहुन भेट्टाउनु जत्तिकै गाह्रो भइसकेको रमाइलो प्रसङ्ग उनले उजागर गरेका छन्। सिंहदरबारलाई राष्ट्रिय संवेदनशील एउटा प्रशासनिक अङ्गको रूपमा लिएको छ, ठुलो कार्यालय। र त्यस्तै गरी स्यालदरबारलाई उनले सानातिना अड्डासम्ममा पनि भोलिवाद रहेको कुरालाई औँल्याउन खोजेका छन्। यसरी उनले प्रशासनिक संयन्त्रमा भोलिवाद व्याप्त रहेको र त्यो हुनु हुँदैन भन्ने कुराको चाहिँ उनले सन्देश दिएका छन्। हुन पनि जुनसुकै क्षेत्रमा अन्तर्राष्ट्रिय क्षेत्रहरूमा जुन किसिमको चाहिँ आजको काम आजै गरिनुपर्ने, समयको महत्त्वलाई उच्च मूल्याङ्कन गरेर त्यसअनुसार चल्नुपर्ने र त्यही चलेकै कारणले गर्दाखेरिमा आज ती राष्ट्रहरू विकसित राष्ट्र भएका हुन्। तर हाम्रो जस्तो देश पछाडि पर्नुमा भोलिवाद व्याप्त रहेको, समयको महत्त्वलाई बुझ्न नसकेको, लापरवाही भइरहेको आदि इत्यादि प्रसङ्गलाई लेखकले राम्रैसँग उदाहरण दिएर प्रस्तुत गरेका छन्। तर मानिसलाई चाहिँ खाने कामलाई भने उसले चाहिँ आजै खाने, पछि नहट्ने र त्यो प्रसङ्गलाई एउटा रमाइलो उदाहरण दिएर उनले प्रस्तुत गरेका छन्। बफे डिनरको सन्दर्भ यहाँ दिएको छ। जज साहब चाहिँ ले आधा दर्जनलाई खान पुग्ने खाद्य कुराहरू एकैजनाले उनी आफैले खाइदिएका छन्। र त्यस्तै गरी म पात्र जुन लेखक स्वयं हुन्, उनले चाहिँ सोधेका छन् आराम नहोला नि भनेर। र त्यो प्रसङ्गलाई जज साहबले आराम नभए भोलि औषधि खाउँला भनेर व्यङ्ग्यपरक शैलीमा उनले प्रस्तुत गरेका छन्। र जसमा खाने काममा मान्छे 2 हात अगाडि छ र उसले चाहिँ खाने कामलाई भने चाहिँ भोलि भनेर साँचेर राख्दैन, तर कामको प्रसङ्गमा भने उसले भोलि भनेर पन्छाउने गरेको प्रवृत्तिमाथि धारिलो व्यङ्ग्य प्रहार गरेका छन्। र त्यस्तै क्रममा भोलिवाद यसरी हाम्रो नेपाली समाजको संस्कृति बनिसकेको छ, दर्शन बनिसकेको छ, राजनीति बनिसकेको छ, प्रशासन बनिसकेको छ, सामाजिक व्यवहार बनिसकेको छ भन्ने कुराको धेरै पक्षहरूबाट उनले उदाहरण दिएर ती सबै कुराहरू आफ्ना निबन्धमा उल्लेख गरेका छन्। संस्कृति बनिसकेको छ। संस्कृति भन्नाले धेरै पहिलेदेखि चलिआएको चलनलाई संस्कृतिको रूपमा लिने गरिन्छ र जुन भोलिवाद पनि धेरै अघिदेखि नै चल्दै आएको संस्कृति हो भन्ने कुरा र त्यस्तै गरी मान्छेको दर्शन हो, सोच हो भन्ने कुरा पनि कुनै काम गर्नु छ भोलि गरौँला भन्ने त्यो विचार आउनु भनेको दर्शन हो। र त्यस्तै गरी राजनीतिमा त नेताहरूले चाहिँ कुनै पनि कामलाई चाहिँ भोलि भन्ने गरेको प्रसङ्ग विद्यार्थीहरूमा उजागर नै छ। जस्तो यतिखेरको ताजा सन्दर्भ लिने हो भने पनि नेपालको संविधान भोलि भन्दै धेरै वर्ष बितिसकेको र अरबौं रुपियाँको क्षति भइसकेको प्रसङ्ग सबैलाई थाहा भएकै कुरा हो। र सामाजिक व्यवहारको सन्दर्भमा भन्नु पर्दाखेरिमा घर परिवारभित्र कुनै काम कसैले अराउँदाखेरिमा भोलि गरौँला भन्ने प्रसङ्ग सामाजिक व्यवहारभित्र पर्ने कुरा हो। प्रशासन होको सन्दर्भमा प्रशासनिक पक्षमा पनि आजको कामलाई आजै नगर्ने र भोलि भनेर चाहिँ सेवाग्राहीलाई पर पन्छाउने
जुन किसिमको वातावरण छ त्यो वातावरणमाथि चाहिँ लेखकले समष्टिगत रूपले राम्रोसँग व्याख्या गरेका छन् र उनको नीतिगत सन्देश भन्नु नै कुनै पनि कामलाई भोलि भोलि भनेर साँचेर राख्नु हुँदैन, आजै गर्नुपर्छ भन्ने कुरा उनले व्यक्त गरेका छन्। अनि मात्र व्यक्ति, समाज र राष्ट्रको उन्नति हुन्छ भन्ने उनको नीतिगत सन्देश रहेको हामी पाउँदछौँ। धन्यवाद।